हाई एभ्रिवान, आज चाहिँ म एकदमै फिनल्यान्डको गाउँमा छु हैन। यो चाहिँ फिनल्यान्डको गाउँ हो। अनि आजसम्म सोध्यो के हैन, नेपालको गाउँ र फिनल्यान्डको गाउँको बीच के छ त फरक। ट्याक्कै एकदमै सुनसान छ क्या हैन। मार्केट सार्केट ठुलो घरहरू, मार्केट त छ तर ठुलो घरहरू केही छैन। अनि आनन्दको छ क्या, शान्त। यु गाइज क्यान सी, राम्रो छ, इट्स गुड। जताततै जङ्गलै जङ्गल, यति जङ्गल छ ओ माइ गॉड, कुरै नगरौँ। टोटल्ली क्या, अझै पनि यिनीहरूले रुख रोप्न छोड्दैनन् क्या। यति 70-75% एरिया टोटल्ली कभर विथ अलमोस्ट भनौँ न डेन्स फरेस्टै भनौँ होइन। अहिले त हिउँले गर्दाखेरि साना झाडीहरू मासिएको छ। त अब त समर लाग्यो नि त, सो अझै नै यिनीहरूले चाहिँ रुख बुटा रोप्नलाई छोडेका छैनन्। मस्त छ क्या होइन, चिल। अनि त्यसपछि म चाहिँ सरर यसो ड्राइभिङ हान्दैछु। अनि ल हेरौँ है त, यो फिनल्यान्डको गाउँ चाहिँ। गाउँका मान्छेहरू नि एकदमै धनी छन्, घर पनि व्यापक रूपमा खतरा बङ्गलो टाइपकै बनाइरहेका छन्। यो चाहिँ अब यिनीहरूको मार्केट रहेछ, यो के मार्केट यतापट्टि साइडको देख्नुभयो होला। अनि यतिको चाहिँ यो तिनीहरूको के भन्छ, यो हिँड्ने वे भइहाल्यो होइन। तर यहाँ क्या फिनल्यान्ड चाहिँ होइन, टोटल्ली क्या सबै पार्टहरू चाहिँ आजभन्दा 100 वर्ष अगाडिदेखि नै एकदमै विकसित भइसकेको हो क्या। यो आजको विकासै होइन, यो त आजभन्दा यो त 100-150 वर्ष अगाडिको विकास हो क्या। जुन टाइममा अब के भन्छ विश्वयुद्ध नै भएको थिएन, जुन टाइममा यो फिनल्यान्ड भन्ने देशै एक्जिस्ट गर्दैन थियो, त्यो टाइममा यो फिनल्यान्ड इज अ पार्ट अफ रसिया बिफोर 1919 होइन। 1919 मा चाहिँ रसियामा जुन गृह युद्ध भयो होइन, युएसएसआर सोभियत सङ्घमा। अनि त्यो गृह युद्धको चाहिँ फिनल्यान्डले फाइदा उठाइदिइहाल्यो क्या। अनि सबैभन्दा पहिला चाहिँ तपाईँको युएसएसआरबाट चाहिँ जे होस् फिनल्यान्डले चाहिँ आफूलाई नै एउटा इन्डिपेन्डेन्ट राष्ट्र घोषित गरेको हो क्या यो फिनल्यान्ड भनेको चाहिँ। फिनल्यान्ड इज अ पार्ट अफ युएसएसआर, फिनल्यान्ड इज अ पार्ट अफ स्विडेन होइन। अनि त्यही नै हो। तर मेन पोइन्ट मैले के भन्न खोजेको भनेदेखि, यो भनेको एकदमै पृथ्वीको सबैभन्दा, यो फिनल्यान्डबाट बाहिर त कहाँ छ, पृथ्वी नै छैन। पृथ्वीको एकदमै इन्ड पोइन्ट हो क्या फिनल्यान्ड भनेको चाहिँ। इन्ड पोइन्ट भन्नाले जे होस् एकदमै क्या एक्सट्रिम नर्डिक रिजन क्या हो। अनि एकदमै क्या चिसो पनि अलमोस्ट 5 महिना चाहिँ खतरासँगले हिउँ पर्छ। अनि अब 5 महिना त यहाँको विकासको कामहरू जे जति गर्यो समरमा गर्ने हो क्या। विन्टर टाइममा त नथिङ, केही पनि हुँदैन। र पनि इभन त त्यतिको एकदमै एक्सट्रिम के भन्छ क्लाइमेटिक च्यालेन्जेस छ होइन। अनि त्यसपछि मानिसहरू पनि त्यस्तो विकासै गर्नलाई भनेर एकदमै बहुत जनसङ्ख्या पनि छैन क्या विकास गर्नको लागि। इभन दो आजभन्दा 100-150 वर्ष अगाडि ओ माई गड, अनि यति विकास भएको छ, कुरै नगरौँ क्या। अनि त्यसपछि अर्को कुरा चाहिँ म के मेन्सन गर्छु भने होइन, फिनल्यान्ड भनेको चाहिँ ओल्डकै होइन, ओल्डकै 8औं वर्षदेखि इट्स अ ह्याप्पिएस्ट कन्ट्री इन द ग्लोब। संसारको 1 नम्बर ह्याप्पिएस्ट कन्ट्री हो क्या। यस्तो चिसो छ होइन। अब ह्याप्पिएस्ट कन्ट्री त किन भयो भनेर त्यो पाटोपट्टि चाहिँ नजाउँ। जे भए पनि एउटा के भनौँ, एउटा टाइटल ओल्ड ह्याप्पिएस्ट कन्ट्री को चाहिँ फिनल्यान्डले खाइरहेको छ क्या 8औं वर्षदेखि। कसैले यसलाई गर्नै सकेको छैन क्या। र एसियाको चाहिँ ताइवान रहेछ है, एकदमै ह्याप्पिएस्ट कन्ट्री एसियाको। अनि त्यसपछि जे होस् मैले भन्न खोजेको मेन कुरा के भनेदेखि, यतिको एकदम च्यालेन्ज छ र पनि आजभन्दा 100 वर्ष अगाडि नै यो विकास भइसकेको थियो क्या। र नेपालमा चाहिँ अब त्यत्रो दक्ष जनशक्ति छ, इट्स एन्ड एभ्रिथिङ छ। क्लाइमेटको त च्यालेन्जै केही छँदै छैन क्लाइमेटपट्टिको। अब ल्यान्डस्लाइडहरू यताउति होइन, भूकम्पहरू आउँछ, त्यो छुट्टै फ्याक्टर भयो होइन। तर जोस् गर्ने हो भने त सकिन्छ नि त। भूकम्पको कुरा गर्ने हो भने त नेपालमा भन्दा त कति बेसी त जापानमा आउँछ त। इभन दो जापानको विकास कस्तो छ होइन। अनि उनीहरूकोमा युद्ध पनि त्यस्तो जुन
दोस्रो विश्वयुद्धमा त कति क्षति भएको थियो क्या हिरोशिमा र नागासाकीमा। ओ माई गॉड। अहिले those two cities are one of the renowned city हैन, एकदमै विकसित सिटी हो क्या हिरोशिमा र नागासाकी। जस नेपालमा पनि अलिकति ट्याक्क अलि विकास चाहिँ अलि कमै भएको रहेछ है यो बाहिरको हेर्दाखेरि। फिनल्यान्डको गाउँ त यति विकसित छ, यो त एकदमै क्या एकदमै पिछाडिएको गाउँ हो क्या फिनल्यान्डको, र पनि यस्तो विकसित छ। नेपालमा चाहिँ किन हुन सक्दैन त हैन। 5 महिना त अब यहीँ अलमोस्ट हिउँमा फ्रोज हुन्छ। अहिले पनि तपाईहरुले देख्न सक्नुहुन्छ हैन, टोटल्ली हिउँ पग्लिसकेको छैन, स्टिल हिउँ छ। अब त समर लागिसक्यो। जे होस्, we need to think something about Nepal as well हैन। नेपालको जो मैले सोचेर त केही हुने हैन, तपाईहरुले सोचेर नि केही हुने हैन। जो मान्छे एडमिनिस्ट्रेटिभ लेभलमा छ, जसले जो अब के भन्छ रुल एन्ड रेगुलेसन मेकर छ, तिनीहरूले त सोच्नु पर्ने हो अब के गर्ने, यस्तै छ हैन। जे होस्, मैले नि तपाईहरुलाई फिनल्यान्डको यसो गाउँ चाहिँ घुमाएँ अनि यस्तै छ। जे होस्, एकदमै क्या विकसित छ फिनल्यान्ड चाहिँ। अनि यो फिनल्यान्ड भनेको चाहिँ तपाईको युरोपको पनि नर्डिक रिजन हो क्या। नर्डिक रिजन भनेको चाहिँ फिनल्यान्ड, डेनमार्क, नर्वे, स्विडेन यिनै देश हुन् क्या मेनली चाहिँ। र संसारको सबैभन्दा विकसित ठाउँ मध्येको एक यही रिजन हो क्या, नर्डिक रिजन। यो विकसित ठाउँ त अन्त नि छ, तर पनि संसारको यो पनि 1 नम्बर ठाउँ हो क्या नर्डिक रिजन। एकदमै च्यालेन्जिङ ठाउँ हो र पनि यस्तो विकसित छ क्या। इट्स भेरी नाइस। देख्न सक्नुहुन्छ होइन, पुरै गाउँ हो यो, यतापट्टि जङ्गलै जङ्गल छ। इभन दो होइन जङ्गलभित्र बस्ती बसाएका छन्, सिभिलाइज्ड भएका छन्। सिभिलाइजेसन आजभन्दा 1-200 के को आजभन्दा 1-200 नि, तपाईँको हजारौँ वर्ष अगाडिदेखिको यिनीहरूले सिभिलाइज भएर सिभिलाइजेसन गरेका छन्। अब त्यही हो होइन। अनि जोस्, थ्याङ्क यू सो मच होइन एभ्री वान। अनि जो जति हेर्दै हुनुहुन्छ सबैलाई एकदमै हृदयदेखि नै आई एप्रिसिएट यु गाइज होइन। अनि यही नै हो होइन, मैले चाहिँ यो जोस् आई जस्ट वान सो यु फिनल्यान्डको गाउँ। ल राम्ररी हेरौँ होइन, फिनल्यान्डको गाउँ यही हो। एन्ड थ्याङ्क यू सो मच एभ्री वान, थ्याङ्क यू।